नमस्ते, म बुद्धिक्स नेपालबाट। आज चाहिँ म यहाँ पोखरामा छु। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 5 मा चाहिँ हाम्रो गण्डकी इको ब्रिक्सबाट जुन ब्रिक्स प्रोडक्सन हुन्छ म्यानुफ्याक्चरिङ कम्पनीबाट त्यो इटा युज गर्दा चाहिँ एउटा बनाइरहेको ठुलो भवन त्यो चाहिँ हाम्रो वडा कार्यालय हो। त्यहाँ छु र मसँग मेरो साथमा हुनुहुन्छ आज हाम्रो यहाँको मिस विकेस हुनुहुन्छ। उहाँलाई एकचोटि मैले स्वागत गरेँ। हजुर शुभ नाम। यो यस्तो इटा बजारमा धेरै थरीका हुन्छ बोलेको इटा यो यताउता भन्दा पनि यो इटा धेरै राम्रो पनि छ। दुईतिर फेस छ, राम्रो छ, बलियो छ। हामीले ल्याब टेस्ट गरेर पनि हेरेको। यो अरू भन्दा फिनिसिङ राम्रो छ। तर यो पोलेको इटा 2 नम्बर एकै 1 नम्बर भन्छ हैन, त्यो भन्दा यो राम्रो खासै त्यस्तो हुँदैन। हामीले ल्याएर डाइरेक्ट टिकरमा झारे नि त्यस्तो केही फरक पर्दैन। अलिअलि टुट्ने फुट्ने त भइहाल्छ अलिअलि एउटा दुईवटा, तर त्यस्तो फरक पर्दैन। अरू भन्दा त धेरै नै राम्रो। माने यस्तो पकड पनि धेरै मजबुत छ यसको अरूको भन्दा। हामीले वायरिङ गर्दा पनि हेरिसक्यौँ होइन, किनभने हामी लगाएको मात्रै ठाउँ वायरिङ गर्ने ठाउँ कति फुट्छ कति के गर्छ कति बलियो छ भन्ने त हामीले त्यही पनि चेक गरिसक्यो। त्यो राम्रो छ है। केही हुँदैन त्यस्तो त्यस्तो ल्याउ लाग्ने यताउता पानीले पग्लिने खालको त्यस्तो हुँदैन। अहिले बजारमा 2 नम्बर इटा भन्छ होइन, मिठा पाक भन्छ, त्यो जस्तो पग्ल्या जान्न। त्यो हामीले इटा त धेरै चलाइसक्यो, चलाउनु त यो पनि त्यस्तो हुँदैन, एकदम क्लियर छ। यस्तो मान्छे धेरै यहाँ लगाएछ, हामीले 2-3टा साइडमा लगाएको थियो। मान्छे धेरै सोध्न आउनुहुन्छ, कहाँबाट ल्याएको के हो कहाँ हो के हो भनेर सोध्नुहुन्छ। हामीले लोकेसन सबै दिइरहेछौँ। त्यो धेरै मन पराउनु पर्छ एउटा सबैजना एकदम चित्त बुझ्दछ।